ओ बढिया ओहो हेर म त विदेश जानुपर्ने भयो म हालै गर्छु मेनबारु मान्छेले जाउँ भन्यो अब के गर्ने मान्छे यहाँ कपडा बदल्न पनि सक्ने ऋण लाग्नु लाग्यो बलवाल भयो अब के गर्ने मान्छे अब काम गर्ने अरू कोही छैन केटी आफ्नो व्यवस्थामा जान् अब के गर्ने मान्छे उहिले एउटा मिलाइदिनु काम भनिएको छ त्यो मेनपावरवाला मान्छेले उहिले भनिएको छ त्यही कारणले म विदेश जान्छु त घरतिर टाइटु गरे के टाइटो गर्ने घर बाघ हेर्न नसक्ने एउटा भैँस गाउन फुकाइदिनु त त्यहाँदेखि मल फाल्दिनु भने हत्तै भन्ने हो यस्तो मल फाल्ने काम होइन उहाँ एन्धरा बड्डा एन्धरा कुडा नाइ उहिले पक्का कुरा हारेको ल्यापटप चलाउन जानिएको छु मैले कम्प्युटर चलाउन जानिएको छु क्या टाउटु त्यहाँ अफिसमा बस्ने टाउटु मल फाल्न नजान्ने नाइ उहाँ त्यस्तो काम हुँदैन बाख्रा चराउनु पढो भने मल फाल्नु पढो भने के गर्ने ए पढो कहाँ पढ्ने त्यस्तो उयो मैले सब काम जानिएको छु त ती त दलाल हुन् ती दलालले यस्तो काम सिकाउँछन् पछि थाहा होला पाउनु नाइ त्यो मैले पक्का कुरा हारेको छ म त्यो त्यस्तो काम मल फाल्ने त म घरै बस्ने थिएँ त मल फाल्ने होइन राम्रोसँग अफिसमा बस्ने एसिसी लगाएको कोठामा यस्तरी बस्नुपर्छ राम्रोसँग ल्यापटप चलाउनु पर्छ यस्तो छ भनिदिएको छ उहिले मैले सब जानिएको छु बटिया जानिएको छु त्यति काम गर्ने के म एक वर्षमा पैसा जाबा के पुरा दिए यहाँ गर्दै बसिरहेको भाइ पैसा जाबा सबै आइजान्छन् म कहीँ जानु विदेशमा त जानु पर्यो यही कपडा एक महिना त मेरो कपडा बदल्न लाग्ने हेर यहाँ अब सधैँ जान्छ त पर्दो पैसा कमा अब बदल्ने अब अहिले घर बदली जाने ऋण बदल्नु भन्दा अलिकति यो नजिरिया लाग्नु भयो त नाइ भइहाल्यो नै यो चुरीको नि क्या नि त्यस कारणले म विदेश लुतुरका कपडा वहीँ गएर पकाएर बुझ्छु म एक महिनाको पुरै ट्याक्कै चान्सन पढाएर उहाँ पहिला एक महिना त्याउने ठिकै हुन्छ अनि एक महिनाको ट्याउटु गर्छ तँलाई पठाइदिन्छु म ल बड्डी झोला कहाँ म जाने भएँ राम्रोसँग गरे है घरतिर जाने है बाख्राहरू अरे म राम्रो मेरो चिन्ता नमाने मेरो त राम्रो काम मिलिएको ल काम त यस्तो गरेर त किनेका विदेशी थारो काम त उयो घर उयो बोटीदेखि अब यो काम गरेर भनिदियो माले यस्तो काम पाइन चाहिँ अब कस्तो पो गानु के घर त नाइ हुन त भनाइदियो यो घर के कस्तो गरे काम घर काम गर्न दुःखले यहाँ आयो यहाँ उही काम फला पऱ्यो खिया गर्छ यहाँ घर बढी अब थाहा पायो भने रिसाउँछ भाइ ओहो यही बेलै कहिलेको फोन आयो कामै पऱ्यो त फोन पनि आउँछ ओहो बडीले फोन आयो हेलो ल के अरे फोन ए पकाएर त 1,20,000 भनेको छ अनि काम त बहुत राम्रो छ हेर त यहाँ स्टाफहरू छन् यताउता बसेको छ ल्यापटप छ यता कम्प्युटर छ ट्याकटुक छ अनि उ गरिरहेको छौँ केही चिन्ता नमाने खुब राम्रो काम मिलिएको छ अब पकाएर 1,20,000 दिने भनेको छ अब यो मुख्य यो अफिसको मुख्य मान्छे हो म अरू मेरो काम गर्ने अरू हेर स्टाफ छ यता छ उता छ यता ट्याकटुक छ हेर व्यवस्था सब सिकाएको छ म त अनलाइन यहाँ भिडियो कल नेट छैन त अहिले नेट छैन नेट भयो भने अरूलाई भोलिबाट बडो राम्रो छ व्यवस्था यहाँ काम त्यो नेट भइहाल्दैन अरूलाई यो अनलाइनमा कुरा गरौँला काम बडो राम्रो छ म त त्यस्तो काम यस्तोबाट दुःख पाइन्छ भने त्यो बडो राम्रो रहेछ काम त्यो चिन्ता नमाने एक महिना म पकाएर जान्छु कपडा सपडा गरेर मैले कपडा बदल्ने हेर्दा टेन्सन पढिकन अब अहिले अनलाइनमा देखाउन आउनु के हो हेर त कोट पोइन्ट लाएँ ए त्यो एक महिना अर्को महिना तिमीलाई भने त्यो ऋण पठाउँला के चिन्ता भएन अब हेर मैले कपडा बदल्ने हेर त सुट बुट लगाएर एकदम कस्तो कपडा टोपी कस्तो टोपी त यहाँ लाइन थिएँ मैले त्यही पनि बालसाल पालिकन गएर पनि टोपी त उयो लगाएको छु तर अब अरू त हेर बडा मजा छ हेर त यतातिर अफिसमा हेर कस्तो मिलिरहेको छ ट्याक्कै यताउता हेर त्यहाँ ट्याकटुक छ
उता हेर एक फाँटमा ऊ छ अर्को ल्यापटप छ एउटा कम्प्युटर म त्यसमा सिनियर छु सिनियरको यहाँको यो अफिसको कुरा बुझ्यो नि त्यसबाट चिन्ता केही नमान बढी अर्को महिना पैसा पठाइदिउँ ल त्यो ऋण साउको ऋण अहिले अब यो महिना लागि चिन्ता नमान यो महिना मैले अब टाउटु कपडासबाट गरेँ अरू बाँकी दिउँला भनिएको छ मालिकले साउटु गरिएको छ केही चिन्ता नमाने है मलाई पहिला पैसा पठाइदिनु भने भने अब यो महिना त ल ल ल अर्को महिना पगार दिदिन पठाइदिए है ल ल ल पठाइदियो चिन्ता नमान चिन्ता हेर कामबाट राम्रो मिलाएको छ म त 4 वर्ष आउनु अब घर रुपियाँ जति पेलाइ हो घरतिर रुपियाँ लागि चिन्ता नमान ल है ल है बर्थडेले अब फोन अलिअलि उयो कुका गर्नै पऱ्यो अब यो कामबाट गइँदो रहेछ लगाइदिएँ गफ गर अब कपडा बदल्नु अब उयसमा दोरी बदल्नु अघि होइन अब रुपियाँ दिने गइन्छ मालिकको मान्छे अब सानो अब गफ त यहाँ दुःख पाएको छु भन्नु भएन म नजाऊ त भने कि बर्थडेले नजाऊ यस्तो काम मिल्छ भने मल फाल्नु पर्ने भनेपछि गर्नुपर्ने भने पठाउनु भने अब यहाँ रहँदै मलै फाल्नु पर्ने अब के किन आयो भाडा बनाएको थिएँ कोही भाडा बनाएको थियो ल तिर्ने घरतिर तपाईँको के हेर्ने हे तेरी अब गर्नु पर्छ भइगयो ल